सो गुड मर्निङ गाइज। आज चाहिँ वक फर फिटनेस चाहिँ होइन, आज हामी सिलगढी जाँदैछौँ। म अनि पुण्य बुबु। यस्तो छ आजको वेदर अलिकति बिहान चाहिँ एकदम पानी परेर कस्तो भइरहेको थियो, अहिले चाहिँ अलिकति दिन राम्रो छ। गुड मर्निङ एभ्री वान है, हाम्रोबाट भ्युज। यो चाहिँ वक फर फिटनेस भिडियोमा चाहिँ तपाईँहरूले देखिरहनु भएको यो प्लेस है, यो हाम्रो एकदम रमाइलो सुन्दर भ्यू पोइन्ट भनौँ है। यो चाहिँ एकदम राम्रो जग्गा छ, यहाँबाट सबै देख्छ। सो यहाँ बुबुल भइसक्यो, हाम्रो गोप्रो पनि चार्ज हालिसकेको छ, अलिकति डिस्टर्बेन्स भएर फोनबाटै छ आज चाहिँ। र लेट्स है चाहिँ हामी तपाईँलाई मोटो ब्लग जस्तै देखाउनेछु। हामी यो बाटोको एक्सप्लोर गर्नेछौँ, सो हेरिदिनु होला गाइज है तपाईँहरू। यहाँ पारी चाहिँ अब तपाईँले देख्नुहुन्छ सिलगढी पर्सियनको है, तर आज चाहिँ यस्तो फगिलो यस्तो लागेको छ। यहाँ चाहिँ बुबुले राइड गरिरहेको छ, म चाहिँ बुबुको पछाडि बसेको छु। Road. This is off-roading, truly adventurous ride today. Just this. Truly adventure. देख सकते हैं, truly adventure. और ये देख सकते हैं गहिरो बनाई दिया। उताबाट जानु पर्छ है। कहाँ से जाना पड़ेगा गाइस, सजेस्ट मी। उताबाट जानु पर्छ है, गर्दिम। दिस इज ट्रुली एडभेन्चरस गाइस। यहाँ चाहिँ अहिले बुबु चाहिँ फसिरहेको छ हिलोले। खुट्टा स्ट्यान्डमा राखेर आउनु न अब।
गार्डन यस्तो छ। हामी वक फिटनेस हामी कुदै जाँदा पनि यही बाटो गएको। आज तपाईँलाई चाहिँ मोटो ब्लगिङमा तपाईँलाई एक्सप्लोर गरिरहेछु, देखाइरहेको छु। यस्तो राम्रो भ्युज आउँछ यहाँ चाहिँ हाम्रोतिर पनि यतिको ब्युटिफुल प्लेसेसहरू चाहिँ यहाँ छ है। यस्तो मजाको सबै टी गार्डन एरिया। यहाँबाट पछाडि चाहिँ अगाडि चाहिँ वेस्ट बुङकुलुङ बस्ती है, बुङकुलुङ भन्छ। हामी धेरै जुत्ता निकाल्ने भइगल अफरोडिङ। आउनु न, छैन जग्गा, ए छ जग्गा। खुट्टा उचालेर बिस्तारै आउनु त सिधै जान्छ। नखोल्याउनु, खुट्टा यस्तो फालेर आउनु त सिधा जान्छ। नखोल्नु, छैन त्यस्तो, छैन जग्गा छ। हेर्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो अफरोडिङ छ कि यहाँ म हिलो चाहिँ पुरा भइसक्यो। र जति पनि बाइक राइडर्सहरू हुनुहुन्छ प्लिज यहाँबाट चाहिँ नआउनु अहिले चाहिँ है। यो चाहिँ बाटो इन्कम्प्लिट भइरहेको छ। बाटो कम्प्लिट कहिले हुन्छ थाहा छैन, तर हिरोले खालि साह्रो पार्ने चाहिँ यसो छ। सो ग्रिनेरीहरू पनि हेर्दै जानु सबैलाई, कारण रमाइलो हुन्छ। यहाँ चाहिँ हाम्रो ग्यामन ब्रिज भन्छ है, कनेक्टेड। यो ब्रिजबाट चाहिँ तपाईँहरू खरसाङ जानु सक्नुहुन्छ। यो बाटो जति पनि राइडरहरू छ आउँदाखेरि चाहिँ तपाईँले गफुट लगाएर चढ्नु पर्ने रहेछ। यो पुरा भएको रहेछ। एडभेन्चर राइड पछाडि बुङकुलुङ आइपुग्यो। बुङकुलुङ अफरोडिङ छ छन् है। यो चाहिँ एकदम पुरानो ब्रिज हो। पुरानो ब्रिज, त्यो ब्रिज हुन्छ होला इन्द्रेणी ब्रिज हुन्छ नि, इन्द्रेणी पनि भनिन्छ। उतापट्टि चाहिँ पानी होला नि, यो चाहिँ इन्द्रेणी पुल। धेरै पहिला स्टार्टिङ रोड बनिन स्टार्टिङमै बनिएको यो चाहिँ। अब यहाँ चाहिँ पानी एकदम भरेको रहेछ। हामीलाई लागि त केही छैन, चिकन डिनर हो हाम्रो। तपाईँहरू होमस्टेहरू है एउटा पिसफुल लोकेसनमा खोज्नु हुँदैछ भने चाहिँ यहाँ छ। यहाँ चाहिँ उयोहरू पनि छ, के भन्छ त्यो स्विमिङ पुलहरू पनि छ है, राम्रो छ। यहाँ चाहिँ एकदम प्रस्तावको छ।
जान्छौँ। दुधे कति किलोमिटर? 10 किलोमिटर छ। मिरिक 28, सिलगढी 34, पशुपति 31। हेर्नुहोस् है भ्यूमा। सो यस्तो छ गाइज है। यहाँ छ एकछिन हामी गोप्रोको चाहिँ ब्याट्री अलिकति उयो भएको छ, त्यो चार्जै बसेन रहेछ। हिजो बेलुका चार्ज गरेको, हाम्रोतिर लाइट नभएर पनि। र हामी चाहिँ बुङकुलुङ जस्ट काट्यौँ। अन्त यो चाहिँ फरेस्ट हो है। ए छोड्दिन अब। अब यो चाहिँ सबै फरेस्ट हो होइन। भएछ लु दिन अब मेरो फोन चार्ज हालौँ। सो अब चाहिँ हामी चाहिँ गोप्रोबाट सुट गर्नेछौँ र मेरो फोन चाहिँ अब चार्ज हुन्छ। सी यू। सो हे गाइस, अब चाहिँ हामी गोप्रोबाट भिडियो गर्दैछौँ। तपाईँलाई गोप्रोबाट चाहिँ हामी साथ दियो भनौँ न है। वेदरले हामीलाई साथ दिएको छ। अहिले चाहिँ हामी अलमोस्ट 0.2 लागेको छौँ। आज चाहिँ हाम्रो वेदरले चाहिँ हामीलाई एकदम धेरै साथ दिएको छ। थ्याङ्क्स टु गड। यो मोमेन्ट क्याप्चर गर्नुको लागि चाहिँ एकदम वेदरले साथ दियो। यो जग्गाको नाम चाहिँ थाहा भएन। सो जसलाई पनि थाहा हुन्छ, थाहा छ, कमेन्ट गरिदिनु होला। डम्पेटारको माथि माथि अरे। देखेको चाहिँ कहाँ अरे? डम्पेटार। डम्पेटार होइन, त्यो दुधे हो। यो दुधे हो। दुधे नै हो डम्पेटार पनि। यो दुधे हो। दुधेको माथि चाहिँ डम्पेटार हुन्छ है। त्यो चाहिँ अब दुधे हो। यो तल ब्रिज देख्दैछ तपाईँले होइन। यस्तो छ। हामी जाने चाहिँ यो बाटोबाट। अब हामी चाहिँ 0 पोइन्ट आयो र हामी चाहिँ यो बाटोबाट चाहिँ यस्तो जान्छ। यो बाटो पनि तपाईँहरू अफ रोडिङ या राइड है त्यो बाटो। हेर्नु त येल्लो कलरमा यो चाहिँ दुधे ब्रिज र यहाँ चाहिँ ब्रिजको कन्स्ट्रक्सन हुँदैछ है।
जति पनि उयोहरू छ पिकनिकको लागि चाहिँ यहाँ एकदम राम्रो छ। फर्स्टमै तपाईँले फाक्सा पाउनुहुन्छ। फाक्सामा चाहिँ यस्तो छ, आमा फाक्सा यी फाक्सा हो। फाक्सा लभर प्लिज आज जति पनि यहाँ हुनुहुन्छ भने यहाँ हाम्रो अङ्कल सालबारीको जाम चाहिँ यस्तो हुन्छ। यहाँ चाहिँ एकदम कन्जस्टेड एरिया भन्ने चाहिँ यहाँ रेडी टु राइड।